दामी ट्रेल मैले चाहिँ अब खोलाबाट हिँडेको लगभग आधा घन्टाको आज हेरौँ कहाँसम्म पुगिन्छ रातसम्म पुगिन्छ हेर्नुपर्छ त ट्रेन चाहिँ अहिलेसम्म खासै गाह्रो फिल भएको छैन के अरे अब हेरौँ कस्तो हुन्छ पुल आयो के पुल हो हल्लाउँदो रहेछ यार झर्ना आयो झर्ना अर्को छ जस्तो लागेको थियो यो पनि हो के अरे शान्तिने झर्ना त फोटो ही तो फोटो अय्या हेलो गाइज खोइ झर्ना गायब छ त ए जा ए देखेँ हल्का यहीँ रहेछ त है झर्ना यो हेर न सन्धि खर्क 4050 यस्तो टेन्ट हुँदो रहेछ सुत्नलाई नाइस space feels and looks cozy, not exactly feels but looks cozy. Sky Cave अब coffee break. Yo. Location update. Time चाहिँ 6 बज्यो एकजनाको खुब घुँडा गयो so it took around 8 or 9 hours to get here अझै 15-20 मिनटको बाटो छ उ पर छ टेन्ट स्केट के भन्ने ठाउँ सो या अब हिँड्दैछ कालै देख्छ के अरे आगो लाग्यो क्या आगोले सो अब चाहिँ हामी कता हो रे
एबिसी बेस क्याम्प तर्फ बराबर के हो रे एड्रेस दिनु पर्यो नि फोक्सोलाई लभली है अझ कति खायो यार अब बाइक छ यता ए बाटो देखाएन कहाँ हो कहाँ बाटो and we are near to Annapurna. So this is the trail between the river So यो चाहिँ हाम्रो हिमाल अन्नपूर्ण अनि यो चाहिँ हामी जाँदै छौं अन्नपूर्ण अन द साइड हो कि क्या हो विराट बसेर आइपुगेछ ए विराट दाइ यही हो अन्नपूर्ण भनेको चाहिँ I don't know where I am, but this looks so damn good. As you can see, we are on the middle of the Himalayas. We are surrounded by it. कस्तो हुँदैछ तिम्रो तिम्रो जर्नी कस्तो जाँदैछ एङ्कल दुखिरह्यो यार खुट्टाको एङ्कल दुखिरहेछ रे यत्रो त चट्टान यार हो भित्र हिँडेको वर्थ गर्छ र हेर्न सक्नुहुन्छ हामी चाहिँ अहिले यहाँ हिमालको बिचमा छौँ ल अब लागौँ माथितर्फ र यसै गरी अहिले चाहिँ हामी यहाँ कफी ब्रेक लिएर बसिरहेका छौँ यहाँको हिमाल चाहिँ एकदमै नजिक देखिरहेछ यहाँको हिमाल चाहिँ एकदमै सेतो र सफा देखिरहेको छ सो अब हेर्दै जाउँ अझै सायद अझै क्लियर देखिन्छ होला लेट्स होप फर द बेस्ट एन्ड लेट्स मुभ अहेड लेट्स गो अब चाहिँ हामी यता नजिकै छौँ सायद यताबाट 10-15 मिनट लाग्छ होला
And finally, we have seen the Panchakunda pond. And finally, हामी चाहिँ यता कुण्डमा छौँ. हामी चाहिँ यता भर्खर आइपुग्यौँ. So let's rejoice this vibe. And we are at Panchakunda. 90 meter altitude ma छौं हामी अहिले. This is Panchakunda. As you can see. This is it. Hey, Bon. Roma त लास्ट जमा ल्याएर तर है. ल हामी चाहिँ यता पञ्चकुण्डमा छौँ. निलो निलो पानी. र हेर्न सक्नुहुन्छ पञ्चकुण्ड भनेको चाहिँ यही रहेछ. ल ओइ ल रेस्ट इन पिस, रेस्ट इन प्याराडाइस. हाने 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 निलो पानी सेतो सेतो यु हिँड्दै हिँड्दै दुखिसक्यो सबै मेरो जिउ. के अरे टुलमेट निकालेर अलिकति पानी पनि पिउ. लभली. र अहिले चाहिँ हामी यता के अरे पञ्चकुण्डदेखि माथि लाग्छौँ. हेरौँ हामी कतासम्म जान्छौँ. सो अहिलेको टाइम चाहिँ यता 11:40. सो यता तल बग्ने पानी चाहिँ यही रहेछ. सो यहाँबाट जाने रहेछ, यहीँबाट जाने रहेछ. सो अब चाहिँ हामी यता यो खेल्न माथि यता जाँदैछौँ. हेर्न सक्नुहुन्छ यता चाहिँ मन्दिर रहेछ. सानो तर भव्य. दर्शन त गरिदिनु पर्छ यार. र यसै गरी हामी मन्दिर पनि दर्शन गरेर अब चाहिँ माथितर्फ जाँदैछौँ. हामी तपाईँहरूलाई देखाउँछौँ कस्तो छ के छ भनेर. लट्ठी त चाहिन्छ त्यो तल जाँदा. मेन मन्दिर त यहाँ रहेछ नि त. र यसै गरी हामी चाहिँ अहिले फर्केर धर्मशालामा आइपुग्यौँ. र अहिले चाहिँ हाम्रो 1 बजेको छ. र अहिले चाहिँ 1 बजेको छ होइन. र अहिले चाहिँ 1 बजेको छ हाम्रो. अब सायद हामी अझै 2-3 घन्टामा चाहिँ तल हिमखोला पुग्छौँ होला. सो त्यही हो दाइ.